सबैजना नमस्कार नमस्कार कमल नेपालीको तर्फबाट नमस्कार। यति चाहिँ बालन शाहलाई यति तनाव दिएको थियो कि यो नेताले हैन धुरीमा बसेर पाप कराउँछ भन्ने थाहा छ क्या। बालन शाहलाई पनि धेरै उ गरेको थियो है, फोहोर यहाँ गिरायो भन्दै यस्तो भन्दै। अनि रवि सरको यति खेदो खनेको थियो कि केपी ओली बाले है, मर्ने बेलामा हरियो काँक्रो। त्यस्तो मान्छेलाई ऊ एकचोटि उसको साथ आए हैन, तिमीहरू केटाकेटी छौ, तिमीहरू जान्दैनौ बुझ्दैनौ, हात्तीमेला गरेर म अगाडि बढाइदिन्छु, तिमीहरू हामी मिलेर अगाडि बढौँ गरौँ भनेर बढाइ ठगी भनेर है। यति उसलाई दुःख दियो कि आम्मा सानो दुःख दियो। पाप भनेको कहाँ बसेर कराउँछ? धुरीमै बसेर कराउँछ। एक दिन पर्खिनु मात्रै पर्छ, टाइम मात्रै गर्नुपर्छ, एक दिन देखिन्छ भन्ने यस्तै रहेछ हैन। र सबै कुरो मेरो हातमा छ, मैले जे बोल्दा हुन्छ, मैले जे गर्दा हुन्छ भन्दा नेपालमा यत्रोसम्म गर्दो रहेछन् मान्छेहरूले। पैसा दिदी मान्छेलाई बोल्न लाउने, मान्छेलाई चाहिँ अर्कालाई गाली बोल्न लाउने, अर्कोलाई नराम्रो शब्द बोल्न लाउने, यस्तो पनि हुन्छ? एक बारीको पैसा दिइसकेको फेरि दिन्छु भनेको र म बोल्न आएको भनेर भनिसकेपछि यी सबै जतिजना मान्छेहरू आएका छन् त्यतिजनाहरूलाई पैसा दिएर बोल्न लगाएको रहेछ। बुझ्न जरुरी छ, आवश्यक छ। र बोल्नेको चाहिँ पिठो बिक्ने, नबोल्नेको चामल बिक्ने होइन, चामल पनि बिक्दैन हो किन भन्नुहोस् त। हाम्रो देश उही तरिकाले सोही ढङ्ग तरिकाले चलाएको हुँदैन पहिल्यै देश बनिसक्थ्यो। दुनियाँका छोराहरू मरेको बेलामा बुढाबाका बाबुआमा मर्दा लास छुटाउने मान्छे छैनन् नेपालमा। र दुनियाँको हामीले यहाँको गुलामी खट्नु परिरहेको छ, खटेका छौँ। आफ्ना जान छोराछोरीसँग पानी ततारा भए पनि खाएर हामी नेपालमै बस्न चाहन्थ्यौँ। तर सरकार गतिलो नभएपछि हामीले के गर्ने? रोजीरोटी खानु पर्यो, आफ्नो बालबच्चा राख्नु पर्यो, आफ्नो बाउमम्मी बुढापाकालाई हेर्नु पर्यो र हामीले आएको हो किन भन्नुहोस् त। सोहीले सोही भन्नु गलत भन्नु, कसैले मार्का पारेर भनेको छैन। जसले गल्ती गर्छ त्यसलाई गालीको वर्षा मिल्छ, जसले राम्रो काम गर्छ त्यसलाई तालीको वर्षा मिल्छ हो किन भन्नुहोस्। र त्यत्रो खेदो नखनेको भए त रवि सर एकचोटि आउनुभएको थियो। आएका बेलामा त्यस बेला चाहिँ नै खेदो नखनेर यसलाई यो चोर ऊ चोर भन्दै चाहिँ नै दुनियाँको चाहिँ नि सरकार ठग भन्दै लगाएर दुनियाँभरको जेलमा भनेको बेला खाना नपाएर भनेको बेला ऊ नगरेर दुनियाँ दिवाना नाना थरी गरे नि जतिजना नेता रहेथे त्यतिजनाले। अहिले धुरीमा बसेर पाप क्यार कराइरहेको छ नि होइन। बोल्नेको जे बोल्दा नि हुने, जे गर्दा नि हुने। र एक दिन टुराको पनि एक दिन अवश्य दिन फर्किन्छ भनेर नि सोच्नुपर्छ क्या। भोलिको दिनमा भोलि